हेलो गाइज, म चाहिँ आज लभी मलमा आएको छु जुन पुल्चोकमा रहेको छ। आज शनिबारको दिन चाहिँ यता जहिले पनि शनिबारको दिन फुड स्टल लाग्छ हैन, जुन चाहिँ धेरै भेराइटिजको हुन्छ है। अनि म चाहिँ अब छिर्दैछु हैन हजुरहरुले देखाउनका लागि। हजुर पनि एकचोटि भिजिट गर्नु होला है। ल सुरु गरौँ ल। म चाहिँ अब यताबाट सुरु गर्दैछु हैन। म लभी मल भित्र आइसकेको छु। अनि सुरुमा बाहिर देख्न सक्नुहुन्छ हजुरहरुले यता रहेको छ है कस्मेटिक्स प्रोडक्टहरु रहेको छ। यहाँ धेरै सामानहरु पाइन्छ है, धेरै। अनि यो चाहिँ शनिबारको दिन मात्र 10 बजे बिहानदेखि हैन 4 बजेसम्म लाग्ने छ है। हजुरहरुले चाहिँ यता अलि रिजनेबल प्राइसमा चाहिँ लिन सक्नुहुन्छ सामानहरु। अनि कहिले नदेखेको खानेकुराहरु पनि यता पाइन्छ हैन, जुन चाहिँ अब सी फुडहरु पाइन्छ है। मैले चाहिँ डर लाग्यो मलाई चाहिँ ट्राई गर्नलाई, जुन चाहिँ मैले यता अलरेडी मैले यो अक्टोपस देख्दै डर लाग्यो हैन। हजुरहरुले देख्न सक्नुहुन्छ अक्टोपस रहेको छ। अनि अक्टोपसको चाहिँ प्राइस, सी फुडहरुको प्राइस चाहिँ जुन जति ठुलो उति नै महँगो रहेछ है। अनि यता छ मिठाई जस्तै है। तपाईहरुले पनि आउन सक्नुहुन्छ है। शनिबार जहिले लभी मलमा बिहानदेखि लाग्छ है। धेरै तपाईहरुले नदेख्नु भएको फ्रुट्सहरु हैन, यहाँ चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ है। यो चाहिँ रहेको छ लभी मलबाट माथिबाट मैले थर्ड फ्लोरबाट खिचेको दृश्य हैन। हजुरहरुले देख्न सक्नुहुन्छ कति राम्रो छ है। अनि तल फुड स्टलहरु रहेको छ। अनि मान्छेहरु चाहिँ पुरै भिजिट गर्दै रमाइरहेका छन् है। कोही मानिसहरु चाहिँ यता खानेकुराहरु टेस्ट गर्दै हैन फुडहरुको तारिफ गरिरहेको देखिन्छ।